पहरा बीचको घुम्ती मोड, जमिन छेडेर निस्कने सुरुङभित्रको यात्रा, कष्टकर हिँडाइ, झरनाको चिसो स्पर्श, अनि हिमाली हावा खाँदै मनाङ पुग्दा थकान होइन आनन्द भेटिन्छ। यो यात्रा मात्र होइन, अनुभव पनि हो। आज म यहाँहरूलाई लमजुङको सदरमुकाम बेसी सहरबाट मनाङको सदरमुकाम चामे बजारसम्मको यात्रा गराउनेछु र यात्राको क्रममा भेटिने दृश्यहरू प्रस्तुत गर्नेछु। झरना छ अनि अलि तल गएपछि गुम्बा छ। आज तपाईँहरू अलिकति टाइम छ भने त अलिकति माथि गएपछि त लेकमा गयो भने त विभिन्न थरीको अब वनस्पति भनौँ न जडीबुटीहरू पनि हेर्न मन लाग्ने हो भने 1 घन्टा जति चाहिँ उकालो चढ्यो भने चाहिँ अब जडीबुटीहरू धेरै प्रकारको जडीबुटीहरू पनि देख्न पाइन्छ। याकहरू भयो। यो चाहिँ लमजुङ जिल्लाको सदरमुकाम हो, बेसी सहर भन्छ यसलाई। लेकबाट झरेर ठ्याक्कै यहाँको भूभाग पनि त्यस्तै छ। यो समथर छ, माथिबाट हेर्ने भने ठ्याक्क बेसीमा अवस्थित छ यो। अहिले हामी बेसी सहर बजारको मध्य भागमा हिँड्दैछौँ। मनाङ्गे चौतारा पनि हामी आइपुग्यौँ। यो चौतारामा हामी विश्राम गर्नेछौँ। यहाँबाट मनाङको यात्रा हाम्रो सुरु हुनेछ। घामछाया होटलमा चाहिँ हामी यहाँ खाना खाने कार्यक्रम भइरहेछ। हाम्रो पोखराबाट पनि आउनु भएको रहेछ साथीहरू। सिक्ली गाना हाल्दै हुनुहुन्छ उहाँ साउजीले। अब हामी खानासाना खाएर उकालो लाग्नेछौँ। अहिले हामी खुदी बजार आइपुग्न लागेको छौँ। यहीँ पारी खुदी बजार छ। अब यो पुल तरेपछि हामी खुदी बजार हुँदै उकालो लाग्नेछौँ। माथिल्लो मर्स्याङदी जलविद्युत आयोजनाको सुरुङ मार्ग छेउमा आइसकेका छौँ। अहिले यो सुरुङबाट अब हामी भित्र छिर्नेछौँ। मर्स्याङदी नदी ओह्रालो झरिरहेको छ। हामी उकालो लागिरहेका छौँ। हामी यो मर्स्याङदी नदीको किनार हुँदै अगाडि बढिरहेका छौँ। ओहो, धुलो त डेन्जर उडा यार। माथिल्लो मर्स्याङदी हाइड्रो पावरको ड्याम क्षेत्र आइपुग्यो। अहिले हामी माथिल्लो मर्स्याङदी जलविद्युत आयोजनाको ड्याम क्षेत्र अगाडि बसिरहेको छौँ। ब्राजिल पछाडि चाहिँ जल सम्पदामा चाहिँ नेपाल विश्वमा दोस्रो धनी मुलुक हो। हामीले देख्न सक्छौँ हाम्रो ब्याकग्राउन्डमा यसरी पानी चाहिँ जमाएर तल यसबाट जलविद्युत उत्पादन गरिएको छ। हाम्रो नेपालको नदीनालाबाट चाहिँ हरिमान श्रेष्ठले प्रकाशित गर्नुभएको, उहाँले निकाल्नु भएको प्रतिवेदनमा चाहिँ 83,000 जलविद्युत चाहिँ उत्पादन गर्न सक्ने आधार छ भनेदेखि नेपालको आर्थिक तथा भौगोलिक हिसाबले चाहिँ 42,000 मेगावाट जलविद्युत उत्पादन गर्न सक्ने तथ्याङ्क प्रस्तुत गरिएको छ। तर के गर्ने, विडम्बना अझै पनि हाम्रा दाजुभाइ दिदीबहिनीहरू चाहिँ यसरी नेपालमा सुन बगेर गइरहेको छ। हामी बालुवा टिप्न चाहिँ अरब गइरहेका छौँ। सो त्यसैले गर्दाखेरि अब के भन्ने, यसमा कसो गल्ती भन्ने होइन। हेरौँ अब एक दिन हाम्रो नदीनालाहरूबाट डलरको खेती बर्र कहिले झर्ला भनेर हामी आशावादी छौँ। झर्छ पक्कै पनि एक दिन। यस्ता ठुला आयोजनाहरू सम्पन्न गर्नको लागि चाहिँ अब विदेशी राष्ट्रको नै अहिलेसम्म हामीले सहयोग लिने चलन छ होइन। त्यो चाहिँ नपर्दै हुन्थ्यो होइन। आफ्नै अर्थतन्त्रले चाहिँ त्यो काम सम्पन्न गर्न पाए होइन सर? हो नि, हो। बाटो निर्माण कार्य चाहिँ भइरहेको छ। यहाँले अब पुल बनाउन लाग्यो यहाँ। बाटो निर्माण कार्य भइरहेको छ। है बिस्तारी
पर्खिनु पर्ने एकछिन त यार। हामी चाहिँ अहिले जाममा परेको छौँ। बाटो निर्माण कार्य पारी भइरहेको रहेछ, त्यसले गर्दाखेरि आधी बाटोमा आएर मनाङको यात्रा यस्तै छ। खाना मौकामा चौका बाटो बिग्रेको बेला पानी खाइदिने हिमालयन वाटर पानी खाइदिने। यसैमा हामी हिँड्नुपर्छ। आगामी वर्षहरूमा यो बाटो राम्रो होला भन्ने हामी आशा राख्न सक्छौँ। यो झरनाको आकार चाहिँ एकदमै राम्रो छ, आकर्षक छ, धेरै माथिबाट खसेको छ। हिमालबाट हिउँ पग्लेर झरेको पानी है यो चाहिँ। हिमालबाट पहाडलाई छिचोल्दै छिचोल्दै चट्टानलाई छिचोल्दै आएको छ। मौसममा केही खराबी आएको छ, पानी आउँछ कि भन्ने हाम्रो अनुमान छ। पानी चाहिँ नआए हुन्थ्यो भन्ने हो। चामै पुग्नलाई यहाँबाट अझै करिब 2 घन्टा लाग्छ। हामी आधी बाटोमा आएर केही छिन विश्राम गरेको छौँ। हिमालका पानीहरू झरना भएर यहाँनिर बगिरहेको देख्न सकिन्छ निरन्तर रूपमा। कति दामी देखिने है, एकदम राम्रो छ। नेपालको राष्ट्रिय झन्डा होइन। यसरी चाहिँ यहाँनिर है अन्य व्यक्तिहरू पनि यो लमजुङ जिल्लामा अवस्थित होइन। यो च्याम्चे पारीको बुङ झर्ना एकदम पानी आएको हुनाले गर्दाखेरि बाढी पनि आउन थालिरहेको छ। माथिबाट पहाडबाट झरेर यस्तो ठुलो गरी झरेको छ। हेलो दाइ, तपाईँ के खाने हो? हामी मोमो खाने, मोमो। पानी आएको हुँदाखेरि हामी बजार क्षेत्र पहाडको खेतीमा रहेको छ। यो चाहिँ अक्टोपस झरना हो। यो बर्खा सिजनमा अझ बढेर जान्छ। अहिले सानो देखिन्छ तर एकदमै यसरी माथिबाट झरेको छ। झरनाको फेदीमा यस्तो छ। यस्तो सानै छ धेरै झरेको झरना हो। ठाउँ ठाउँमा सडक अझ सुधारको कार्यहरू भइरहेको छ। हामी यसमै सावधानीपूर्वक यात्रा गरिरहेका छौँ। यो मर्स्याङ्दी नदी तल बगिरहेको हामी देख्न सक्छौँ। एकछिन यो बाटो घाटो चाहिँ नि जान्छौँ अब। गर्नु ल यहाँ लु बस्नु त, फोटो खिचिदिन्छु एउटा। हालेर जाने रहेछ। आज तपाईँलाई कस्तो लाग्दैछ र सर? मैले ड्राइभिङ गरिरहेको छु, तपाईँ पछाडि बसेर भिडियोहरू बनाउँदै हुनुहुन्छ। लगभग हामी अब मनाङ र लमजुङको भौगोलिक सिमानामा आइपुगिसकेका छौँ। कस्तो हुँदैछ तपाईँको ट्रिप आज? हुन त हाम्रो यात्रा बाटोको अवस्थाले गर्दा कठिनाइ छ। त्यही पनि अब नयाँ ठाउँ, नौलो ठाउँ भएको हुनाले गर्दाखेरि, त्यही पनि यो मनाङ जिल्ला चाहिँ एउटा टुरिज्म क्षेत्र भएको हुनाले गर्दाखेरि त्यो क्षेत्रहरूको अवलोकन गर्न पाउँदा, गर्दै हिँड्नु पाउँदा चाहिँ अत्यन्तै रमाइलो लागेको छ। म त मलाई पनि एकदम अगाडि गाडी हाँक्न चाहिँ एकदम आनन्दित भइरहेको छ। जति उकालो आउँदैछ त्यति चिसो पर्दैछ। र आदरणीय दर्शक महानुभावहरू पछाडि म्यार्दी भिड देखिराखेको छ। विक्रम सम्वत 2052 साल वरिपरिबाट सुरु भएको यो ट्र्याक खोल्नको लागि नेपाली सेनाले भन्ने कुरा गर्नुभयो यहाँको दाइले। एकदम डरलाग्दो भिड चाहिँ फुटाएर मनाङको एउटा यातायातको सुविधा पहुँचको लागि यो तपाईँले देख्नुहुन्छ ब्याकग्राउन्डमा यो पुरै भिडलाई चाहिँ फोडेर बाटो बनाएको रहेछ। यो चाहिँ हाम्रो यो देखिएको भित्ता चाहिँ मनाङ जिल्ला हो भने अहिले हामी बसिरहेको ठाउँ चाहिँ
लमजुङ जिल्ला हो र यसलाई म्यार्दी खोलाले मनाङ र मुस्ताङलाई चाहिँ भौगोलिक रूपमा चाहिँ छुट्याएको रहेछ। सिमाना यहाँ रहेछ र यो बाटो एकदम दयनीय छ। हामी लगभग 60-70 किलोमिटर अफरोड हिँडिसक्यौँ र त्यो मध्ये पनि सबैभन्दा यहाँदेखिको भर्खरदेखिको तलको बाटो र यो बाटो चाहिँ मलाई एकदमै रिस्की लाग्यो। हामीले देख्न सक्छौँ त्यो पहाडको बिचमा एउटा किनारा लागेको छ र त्यो किनारालाई नै चाहिँ हामी त्यो किनारा हुँदै नै जाने हो। त्यहाँ सानो एउटा गाडी छिर्न मिल्ने गरी बाटो बनाइएको छ। अब हामी जान्छौँ यो र माथि पुगेर तपाईँहरूलाई देखाउँछौँ। चिया पनि आइसक्यो होइन। चिनीको बट्टा नै हामीलाई ल्याइदिनु भएको छ। अब चिनी कति भाँडै हाल्दा नि हुन्छ क्या कि कसो हो। म्यार्दी रेस्टुरेन्टमा हामी पसेको रहेछौँ हामी भर्खरै। अब यहाँबाट हामी चिया खाइसक्यौँ। अब हामी त्यही भिरतिर लाग्नेछौँ। अब हामी म्यार्दी भिरतिर जानलाई हाम्रो गाडी अगाडि बढिसकेको छ। म्यार्दी खोला आइपुगेको छ। यो खोलाले चाहिँ लमजुङ र मनाङ जिल्लाको सिमानाको काम गरेको छ। मनाङ जिल्लाको अब हामी नासो गाउँपालिका प्रवेश गरिसक्यौँ। नमस्ते हाई तालसम्मको लाइनहरू डिस्टेन्स देखाइरहेको हामी यहाँबाट यो बाटो र यो मार्दी भिर तपाईँहरूले भिड देख्न सक्नुहुन्छ। यस्तो भिड छ यो यहाँनिर। यो भिडमा बाटो कसरी बन्यो होला भनेर हामी कल्पना गर्नुपर्छ। एकछिन यहाँ आइसके पछाडि हामीलाई आश्चर्य लाग्छ किनभने यो भिडलाई चाहिँ यो भिडको पनि चट्टानलाई चाहिँ हामीले फोडेर बाटो बनाएर देख्न सक्छौँ। र यो चाहिँ विशेष गरेर नेपाली सेनाको नेतृत्वमा बनाइएको बाटो रहेछ। र यो बाटो बन्दाखेरि यो बाटो निर्माण गर्दाखेरि 12 जना चाहिँ दिवंगत भएर उहाँहरूले शहादत प्राप्त गर्नुभएको रहेछ। त्यसमा पनि सैनिक जवानहरू 3 जना हुँदो रहेछ भनेदेखि सर्वसाधारणको रूपमा 9 जनाले चाहिँ यहाँनिर चाहिँ शहादत प्राप्त गर्नुभएको छ। उहाँहरूले चाहिँ आफ्नो त्यहाँ बसेर अघि हामी चिया खाएको थियौँ र त्यहाँबाट चाहिँ हामीले यो भिडलाई हामीले हेरेको थियौँ यहाँ तलबाट। यहाँ आइसकेपछि यहाँको बाटो यसरी बनाइएको छ। छेउछेउमा सिमेन्टले बारिएको छ। सिमेन्टको बार बनाइएको छ र यहाँ यो पहाडलाई यसरी चिरेर बाटो बनाइएको छ। पुरै यो ढुङ्गा सिङ्गै एउटा चट्टान। यो पारिपट्टिको दृश्यमा चाहिँ एउटा नदीको छेउमा सुन्दर गाउँ देखिराख्नु भएछ। यो गाउँ मनाङ जिल्लाको नासो गाउँपालिका अन्तर्गत रहेको ताल गाउँ भनिन्छ यसलाई। यो गाउँ घुमेर जाने भन्ने हाम्रो सरसल्लाह भएको हुँदा पारीको गाउँ घुम्नेछौँ र हामी पुनः चामे मनाङतिर फर्किनेछौँ। मर्स्याङदी नदीको किनारमा अवस्थित सानो सानो बजार छ जहाँ चाहिँ गुरुङ समुदायहरूले होटल व्यवसाय सञ्चालन गरेर बस्नु भएको छ। हामी त्यतैतर्फ लागिरहेका छौँ। 1700 मिटर रहेको छ। हामी अहिले 1700 मिटरको हाइटमा रहेको बस्तीमा आइपुगेका छौँ। ताल बजारलाई चाहिँ 77-78 आएको बाढीले चाहिँ एकचोटि सर्लाकै पुरेको थियो र यो मर्स्याङदी हुँदै आएको यो हिम पहिरो गएर अनि फेरि यहाँको बालुवाहरू सबै पन्चाएर फेरि पुनः बस्ती बसालेको भन्ने भनाइ छ। भित्र हुनु यो पार्किङभित्र सिधै पार्किङमै गयो। ताल गाउँको यो प्याराडाइज होटल एन्ड रेस्टुरेन्टमा एकैछिन खाजा नास्ता गर्नको लागि विश्राम गरेका छौँ, बसेका छौँ। यस पछाडि हामी यो बजारको साथै झरनाहरूको सुन्दर दृश्य चाहिँ हामी यहाँहरूलाई देखाउनेछौँ। दिदी नमस्कार। नमस्कार सर। हामी त फेरि आइपुग्यौँ त आउनु पर्यो नि। पसल सम्झेर हामी अहिले चाहिँ काठमाडौँबाट चामे बजार अनि चामेभन्दा माथिल्लो मनाङसम्म पनि हामी जानेछौँ। तिली तालसम्म हाम्रो उद्देश्य थियो जाने। अनि आज हजुरकोमा यसो खाजा खाइदिउँ भनेर खाजाहरू
अहिले के छ होला हजुरकोमा? खाजा अब छिटो चाहिँ अब चाउचाउ ब्रेडहरू, टिबेटन ब्रेड, प्यानकेकहरू। यहाँको चाहिँ फेमस चाहिँ टिबेटन ब्रेड है, मेरो घरको चाहिँ टिबेटन ब्रेड, तरकारी, बोइल एग, सेट खाजा भनौँ न। अनि हाम्रा दर्शकहरूलाई चाहिँ हजुरको यो होटलको नाम अनि हजुरको फोन नम्बर पनि दिनुभए अझ यहाँ हाम्रो ताल गाउँ घुम्न आउने दर्शकहरूलाई पनि हजुरको होटलमा छिर्नको लागि अझै सहज हुने थियो। मेरो नाम चाहिँ शान्तिमाया तामाङ। हजुर। के अरे तालमानाङ। होटेलको नाम चाहिँ प्याराडाइज होटेल। झरनाको छेउमा भनेपछि बुझिन्छ। होटेलको नाम चाहिँ प्याराडाइज। यदि आउन चाहनुभयो भने चाहिँ मेरो फोन नम्बर चाहिँ 98 463 53 771 मा फोन गर्नु। बेसी सहर भन्दा उताको भनौँ न काठमाडौँ, पोखरा, चितवन जताबाट आउनु भए पनि त्यहाँबाट चाहिँ बाइकमा आए पनि गाडीमा आए पनि के अरे वान डेको लागि चाहिँ क्याम्प चाहिँ ठ्याक्क तालमा चाहिँ ठिक्क हुन्छ क्या। किनभने अब बिहान उताबाट 7-8 बजेतिर हिँडेपछि यहाँ बेलुकाको 5-6 बजे ठ्याक्क टाइममा आइपुग्छ नि त। अनि टक्क बस्यो, बेलुका यहाँ बसेपछि बिहान अनि ब्रेकफास्ट खाएपछि चाहिँ यता ठ्याक्कै घरको पछाडि झरना छ अनि अलिक तल गएपछि गुम्बा छ। अझै तपाईँहरू अलिकति टाइम छ भने त अलिकति माथि गएपछि त लेकमा गयो भने त विभिन्न थरीको अब वनस्पति भनौँ न जडीबुटीहरू पनि अब इच्छा हुने भए हेर्न मन लाग्ने हो भने 1 घन्टा जति चाहिँ उकालो चढ्यो भने चाहिँ अब जडीबुटीहरू धेरै प्रकारको जडीबुटीहरू नि देख्न पाइन्छ। याकहरू भयो हिउँदमा चाहिँ याक, चौरी, गाईहरू अब कहिले पनि नदेखिनेहरूलाई चाहिँ इच्छा हुन्छ नि त। ल गाइज अब हामी चाहिँ तालमा आएर खाजा खान लाग्दैछौँ। दिउँसोको खाजा है। त्यो बनाएर राखेको त सकिएछ यो धुलो राखिदिउँ। हुन्छ ल यो चाहिँ टिमुर है। टिमुर। अब यो हाम्रो नास्तापछि तत्कालै हामी झरनाको भ्रमण गर्न जानेछौँ। मेरो हुलिया हेरौँ है साथी हो। हामी लमजुङदेखिको हिँडेको यो हुलिया यो बाहिरको खोल चाहिँ अलिक अब त्यस्तै खालको लगाएर आउनु होला किनभने बाटो अफरोडो लगभग सधैँभरि यो बाटोमा। त्यो भएको कारणले गर्दाखेरि यहाँनिर यो हुलियासँग चाहिँ नो कम्प्रोमाइज। पुलमुनि चाहिँ ट्राउट माछाहरू देख्न सकिन्छ खेलिरहेको सफा सङ्लो पानीमा। यो ट्राउट माछाहरू फेरि यो एकदम यिनीहरूलाई चाहिँ सफा पानी चाहिने हो कि शुद्ध पानी त्यही झरनाबाट बगेर आएको पानी हो यो होला। होला यो विद्यालय हो यो यहाँको खेल मैदान यहाँ छ तर झरनातर्फ एकदमै नजिक आइसकेका छौँ। यो झरना छेउको यो पुल यति आकर्षक राम्रो देखिन्छ। यो बर्खा सिजनमा पानीको बहाव धेरै भएको बेला छ। यो अत्यन्तै रमणीय देखिन्छ यहाँको दृश्य। नासा गाउँपालिका अन्तर्गत पर्ने यो ताल बजार क्षेत्रको यो पछाडिपट्टिको देखिएको झरना हो र यो झरना अहिले हिउँद महिनामा भए तापनि एकदमै हामीले आकर्षक रूपमा देख्न सकिन्छ। यो बर्खायाममा पानीको बहाव अझ ठुलो भएको बेला झनै आकर्षक देखिन्छ। तथापि अहिले आएको मौकामा यसको पनि दृश्य कैद गरिहालौँ भनेर हामीले यो झरनाको दृश्य लिनको लागि आइपुगेका छौँ। हेर्न सक्नुहुन्छ हामीले सकेसम्म यहाँ यो झरनाको पूर्ण रूप यहाँलाई देखाउने कोसिस गरेका छौँ। अनि त्यति मात्र नभएर यहाँ माथि यो झरनाको जुन टुप्पा छ त्यहाँबाट चाहिँ यो ताल गाउँको लागि चाहिँ जलविद्युत आयोजना स्थापना गरिएको छ। यहाँबाट पाइप झारेर यतापट्टि यो धिरै पाइपबाट पानी झारेर यहाँनिर पावर हाउस राखिएको छ र त्यहाँबाट चाहिँ यो ताल गाउँको स्थानीय समुदायहरूलाई चाहिँ बत्तीको व्यवस्था गरिएको छ। अब माथि पुगेर यहाँहरूलाई भिडियो क्रममा देखाउने नै छौँ। हामी त्यो टुप्पासम्म जाने कोसिस गर्नेछौँ। अब हाम्रो यात्रा यो झरनाको टुप्पामा उकालो चढ्ने क्रममा छौँ। अब यो झरनाको टुप्पा जानको लागि उकालो बाटो देख्न सक्नुहुन्छ। दुईजना अङ्गालो मारेर यो बाटोमा हिँड्न मिल्दैन, यति साँघुरो छ। यो ढुङ्गामा चाहिँ यसरी बाटो बनाइएको छ। एकदमै यो मेहनत लगाएर
पक्रिनको लागि यो तारको पनि लट्ठारो तारको पनि व्यवस्था गरिएको रहेछ। यो तारलाई हामीले यसरी पक्रिँदै एकदम धेरै हाई रिस्क छ। योबाट हिँड्दाखेरि चाहिँ लड्यो भनेदेखि एकदम धेरै चाहिँ घाइते हुने सम्भावना छ है साथी। हामी मध्यन्तरमा आइपुग्यौँ कि अझै माथि छ? मध्यन्तर चाहिँ भयो कि कुन तार पक्रिने हो कुन तार नपक्रिने हो यो। हामी झर्ना जाँदैछौँ। इन्ट्रेस्टिङ हुनेवाला छ है झर्ना, हेरेर जानुपर्छ है साथी। बाटो चाहिँ एकदम रमाइलो छ। आउनु सर बिस्तारै म यहाँसम्म आइपुगेको छु। यहाँसम्मको आउँदाको बाटोको चाहिँ कस्तो अवस्था भयो उकालीको यात्रा चाहिँ तपाईँको? यो उकाली यात्रा केही होइन, किन हामी नेपाली हो, डाँडा काँडा नै हो नि त हाम्रो भूगोल, चढ्नु भएर एकदम इन्ट्रेस्टिङ। तर सामान्य मान्छे यो चढ्न सक्दैन। म एक ग्यारेन्टी चाहन्छु, ग्यारेन्टी डब्बा हान्न चाहन्छु। सर तपाईँ पनि जोगिएर आउनु होला है, गर्नु होला। ज्यादै उकालो भने त यहाँ एकजना यो हामीलाई रहर कि कर हो कि बाध्यता हो केही थाहा छैन। पाइप हालिएको छ र यही पाइपै हुँदै तल विद्युत निकालिएको रहेछ। हाम्रो पुर्खा पनि बाँदरै हो। बाटो छिटो होला है। हुन्छ साइडमा पक्रिनको लागि सुरक्षाको लागि बारहरूको व्यवस्था त गरिएको छ। ओहो हामी आइपुग्यौँ है। एकदम एक्साइटेड हुनुहुन्छ हाम्रो कृष्ण राई सर। यहाँ पनि एउटा बत्ती बालिएको छ। बगानबाट झरेको छ यो पानी। अनि फेरि डरलाग्दोसँगले यहाँ पनि एउटा बत्ती बालिरहेको रहेछ। ताल गाउँ यही हो। यही गाउँबाट हामी यतिका उचाइमा आएर उभिरहेका छौँ। नेचुरल वाटरफल इन ताल है। अब यो ताल देखिया छ। यो ताल जस्तो एरिया भएर ताल भनिएको रहेछ। यहाँ आएर महसुस भयो होइन त सर? हो एकदमै एकदम समथर भूभाग। मर्स्याङ्दी नदीले सायद हजारौँ वर्षमा बनाएको होला यो किनार। उता अर्को साइडतिर मर्स्याङ्दी नदी बगिरहेको छ भने हामीले यो साइडमा ताल गाउँ देख्न सक्छौँ। परको यो दुईवटा डाँडाको बिचमा चाहिँ ढोका हालिदिने भने चाहिँ यहाँ पानी जमेर तालै हुन्छ होला। अब कुनै समयमा यो परापूर्व कालमा सायद अब तालै थियो कि हुनसक्छ। गाउँ बजार पनि घुमिहाल्यो। यही ताल गाउँलाई चाहिँ सुन्दरता दिने अगाडिको मर्स्याङ्दी नदी चाहिँ किन नजाने भन्ने एउटा हाम्रो निर्णयको साथ मर्स्याङ्दी नदीमै गएर यसलाई प्रत्यक्ष हातले नै स्पर्श गरौँ भन्ने हिसाबले हिँडेको त भन्दै बाटो पो कता छ। मर्स्याङ्दी नदीको किनारमा आइसकेका छौँ। झरना पनि पुगिसक्यौँ। ताल अब गाउँ हुँदै अघि यहाँलाई भिडियोमा प्रस्तुत गरिसकेँ। कञ्चन छ है, एकदम मुख धुनु भयो, सफा पानी छ एकदम। यहाँ फोहोर मैला कसैले गर्दैन। हामीले मर्स्याङ्दीको नदी पानीलाई चाहिँ छोयौँ। यति भए पछाडि अब म हेर्छु भने सम्मान उच्च बढ्यो अब।